निर्णय गरेका छौं। नेपाली कांग्रेसको विधान 2017 संशोधन सहितको धारा 34 को उपधारा 1 को देहायको खण्ड क, ख, ग र घ को विरुद्ध नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारीहरू, महामन्त्रीहरू, सहमहामन्त्रीहरू र सदस्यहरूले अनुशासन उल्लंघन गरेको विभिन्न माध्यमबाट केन्द्रीय कार्य समितिलाई जानकारी हुन आएको र त्यस सम्बन्धमा मिति 2082/29 र आज 30 गते सम्मका विभिन्न मिडियामा प्रकाशित र प्रसारित संचारबाट पनि पुष्टि भएको। मिति 2082/29 गते नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन कार्यविधि 2082 भनी पारित गरेको भन्ने, महामन्त्री द्वयको प्रतिवेदन समेत पेश गरी छलफल भई पारित गरेको भन्ने, निर्वाचन समिति गठन गरी निर्वाचन कार्यतालिका प्रकाशन गरेको भन्ने र आज मिति 2082/29 गते महामन्त्रीमा रहेका पदाधिकारीले पार्टीको सभापतिमा र अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले विभिन्न पदमा उम्मेदवारी भई दरखास्त समेत दिएको भनी विभिन्न संचार माध्यमबाट पुष्टि हुन आएको पाइन्छ। उत्पादन समितिको मिति 82/9/18 को निर्णय समेत उल्लंघन गरी मिति 2009/17 गते महामन्त्री द्वयको हस्ताक्षरबाट नियमित महाधिवेशन स्थगन विकल्प विशेष महाधिवेशन भन्ने सूचना तथा निजहरूले दिएको प्रेस विज्ञप्तिबाट पनि पुष्टि भएको छ। अतः नेपाली कांग्रेसको विधान 2017 संशोधन सहित धारा 34(1) को खण्ड क पार्टीको आदर्श सिद्धान्त र नीति विपरीत कुनै पनि कार्य गरेमा ऐजनको देहाय खण्ड ख पार्टीको विधान नियमावली विपरीत कार्य गरेमा ऐजन देहाय खण्ड ग पार्टीको आचार संहिता उल्लंघन गरेमा ऐजन देहाय खण्ड ङ पार्टीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हानि नोक्सानी पुर्याएमा भन्ने समेतको कार्यहरूको ठाडो उल्लंघन गरेको हुँदा नेपाली कांग्रेसको विधानको 2017 संशोधन सहितको धारा 34 को उपधारा 1 को देहाय खण्ड क, ख, ग, ङ विरुद्धका कार्य गर्ने त्यस्ता पदाधिकारी र सदस्यहरूलाई अपरझट अनुशासनको कारबाही गर्नु परेको समेतका कारणले नेपाली कांग्रेसको विधान 2017 संशोधन सहित धारा 50(5) उल्लेख भए बमोजिमको व्यवस्था समेतका आधारमा नेपाली कांग्रेसको विधानको 2017 संशोधन सहितको धारा 22 उपधारा 20 तथा धारा 34 को उपधारा 8 को देहाय खण्ड घ ङ बमोजिम नेपाली कांग्रेसको पार्टीको साधारण सदस्य समेत नरहने गरी आजका मितिबाट लागू हुने गरी पार्टीबाट निष्कासन गरिएको छ। कारबाहीमा परेका पदाधिकारी तथा सदस्यहरू गगन कुमार थापा महामन्त्री, विश्वप्रकाश शर्मा महामन्त्री, फर्मुला मन्सुर सहमहामन्त्री।